हाम्रो यात्रा सुरु हुन्छ चितवन भरतपुरदेखि केही दिनको लागि एक कर्मथलो छोडी जन्मथलोतिर। गोवा लाग्छ बाबु। अहिले हामी गुल्मी म्याग्दी गाउँपालिका जाँदै हो हैन। सबै बिगारीको खेम्ला लग्यो होइन। अलि रोक नै खेम्लाले यार, थाहा त ल्याउनु पर्ने नि। खुट्टाको हालत पेचक पेचक पानी निस्किया। बागलुङखालीका गेट आनन्द भइन्छ। क्यारम त हो ल मामा। हजुरलाई कस्तो लागिरहेको? मेरो नि सेम फिलिङ। हजुरलाई चाहिँ कस्तो भइरहेको? बल लागिरहेको नि है। बागलुङखालीका चारैतिर हरियो जङ्गल, चराचुरुङ्गीको आवाज, सुनसान वातावरण, धुप र धुवाँ मनलाई आनन्द दिइरहेको थियो। नाचका त्यसमा पढेको स्कुल जङ्गलको बिचमा ठ्याक्क। ल खेमलालज्यू, तपाईँको स्कुल हुँदा तपाईँ के भन्न चाहनुहुन्छ? पाएनौ हो र? अहिले हाम्रो मिखेलज्यूले उहाँ कभर लिएन, हामी भुतभुताउँदै डाँडो चढ्नु आहा। किन भुतभुता हो? कभर हालेन भने थर्काउँदै छ मलाई। हेर खेमलाल, घाम ओहो कहाँबाट निस्केर कहाँ आइयो। अरू नि पाइएन, खानेकुरा बोकेर रात्रिकालीन भलाउँदा फर्किँदै होला। बिस्तारै है बिस्तारै।
हामी चाहिँ अहिले मन्दिरतिर जानु लाग्यो गङ्गटा हुन्छ बिहा बिहा बाटो खोज्दै हिँड्दै गर्नुपर्ने अवस्था भइरहेको होइन सर